नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। म फेरि आएको छु नयाँ ब्लगको साथमा। आज हामी कहाँ जान लाग्लो भन्थ्यौ हृदय? पिङ्गा गोस पिङ्गो दोस कहाँ जाने रे? पिङ्गो दोस जाने? के लिने आज? के लिने भन न? आया हेर्नु न, यहाँ यस्तै चल्छ के हृदय नगर न, मोमोको कपाल सबै बिग्रिन्छ। ल जुजुले भन ल, के गर्नु, कहाँ जान ल? के लिन जान ल? चिची अनि बनाना अनि अरू ओरेन्ज सबै लिएर आउने है। घरमा के छैन त्यही लिएर। आज चाहिँ नि स्पेसली म पिङ्गो दोस जान लागेको छैन। हाम्रो यहाँ हेर्नु न वेदर, ल ल ल वेदर पनि देखाइहाल्छु। यहाँ हेर्नु त वेदर, आज धेरै पछि यहाँ वेदर सफा भएको छ, न दिनदिनै पानी परिरहेछ। वेदर हेर्नु त यहाँ क्लिन छ। हजुर भन न। जुस छ त्यही त। खास आज हामी स्पेसली जान लागेको छैन। आज भ्यालेन्टाइन्स डे हो होइन। हस्बेन्ड काममा जानु भएको छ। स्पेसल जे भए पनि हस्बेन्डलाई आज रातिको लागि लिएर आउनु पर्ला। हेरौँ के हुन्छ, त्यही भएर त्यहाँ हेरौँ भए ल्याउँला, नभए त्यही हो। अहिले भ्यालेन्टाइन डे यस्तै हो। बाबु बच्चाहरू भएपछि, बुढो काममा गएपछि यस्तै हो। तर म ट्राई गर्छु जे भए पनि लिएर आउने। सोझमा है त लिएर राख। नमस्ते गरेको ओला, नमस्ते गरेको तिमीले। जुसलाई के चाहिन्छ? के अर्को हामीले कर्नफ्लेक्स पनि हालिसक्यो। ल जुजुको मन, जुजु हृदयको मनपर्ने चक्लेटको ल्याउनु। ल यहाँ भ्यालेन्टाइन यस्तो रहेछ है। यहाँ यस्तो खै कुन जुस गर्ने? बाबालाई हुँदैन यो होइन। यो कस्तो छ? यो बिग्रिसक्यो सबै। हेर न ल, यस्तो बिग्रेको जस्तो भइसक्यो नि है। यस्तो बिग्रेला जस्तो भइसक्यो नि। स्ट्रबेरी र नुटेला हो। ल होइन छोराले गुड आइडिया दियो है। हृदयले गुड आइडिया भने नि? हृदय तिमीले गुड आइडिया हो। यहाँ खासै यहाँ खासै केक लिन आएको हामी। खास केक हार्ट सेपको या कुनै केक होला भनेर सोचेको थियौँ भ्यालेन्टाइन डेको लागि। तर केकहरू पनि केही पनि छैन। अनि अर्को रोजेसहरू राखेको पनि पुरै ओइल आउनु लागिसक्यो क्या, ब्ल्याक भइसक्यो। त्यो भोलिसम्ममा त बिग्रिन्छ। त्यही भएर अब के गर्ने भनेर सोचिरहेको। हृदयले के स्ट्रबेरीमा के भनेको रे? नुटेला होइन, नुटेला चोपेर राखिदिने होइन। ल गुड आइडिया। ल त्यही गरौँ। ल जाउँ त लिऊ ए। ल हुन्छ ल राख। ल यही हुन्छ। ल यही राख। ल राख मिलाएर राख्यो। आज कस्तो हृदयले गुड आइडिया गरेको है। आइएम सो ह्याप्पी। कहाँबाट आउँछ यस्तो आइडिया? दिमागबाट आउँछ अरे। हामीले नुटेला पनि लियौँ। सो अहिले पेमेन्ट गरेर हामी घर जाऊँ है त। जाउँ ल हृदय जाउँ। लाइन छ जस्तो छ यहाँ। हामीले लियो है सबै। देखाउँछ से के लियो? ल अलिअलि सामान लिने भनेर आएको। जहिले यस्तै हुन्छ यहाँ। के लियो? सबै लियो। ल जाउँ होइन। अब त्यो हेभी हुन्छ, सक्दैन। अब ल जाउँ। यहाँभित्र चक्लेट छ है। जुजु चक्लेट क्रोसन खाँदैछ। हृदय के खाँदैछ? वाफल है। पिङ्गो दोस आउने छोराहरूको मेन रमाइलो भनेको यही हो है। उनीहरूलाई मनपर्ने यो यस्तो खाना पाउँछ नि त। कि त यो कि त आइसक्रिम खाना पाउँछ। अनि आउन मन लाग्छ है। मलाई चाहिँ यो चिज ब्रेड लिएर आएको। यो पनि मिठाई हुन्छ। यो मलाई चक्लेट खासै चक्लेट भएको धेरै मनपर्छ नि। यो चिज भएको होला। ल अयो बाबाले ल
जुजु हेर त हेर्न आउन जुजु जुजु बाफा सुति चाहिँ ल क्रोसन खाएर ल है सुति चाहिँ ल पेट फुल भएछ एकछिन सुतोस् है कि हस्बेन्ड आउँदासम्म पर्खेर राख्यो भने त अहिले निद्रा लागेको मान्छेलाई अहिले पर्खाएर राख्यो भने गाह्रो हुन्छ त्यही भएर ल जाउँ एउटा सुताएको एक्साइटेड भएको सरप्राइज रेडी गर्नुपर्छ अरे हृदय यो ह्याप्पी बर्थडे सरप्राइज यस्तोहरू रेडी पार्नुपर्छ भनेपछि उसलाई एक्साइटेड हुन्छ क्या उसलाई बेसी अगाडि सरप्राइज गर्नुपर्छ हिँड्नु गरेर चाहिँ यहाँ अगाडि जाउँ अब खायो एनर्जी आए जस्तो है यहाँ स्ट्रबेरी पनि यहाँ वास गरेर ल्याइथ्यो क्या म अब स्ट्रबेरीमा यहाँ नुटेला हाल्ने आइडिया हाम्रो ल यहाँ एकजना सुतेको मान्छे उठेर यहाँ स्ट्रबेरी खाइसक्यो भोक लागेर उठेर खाऊ ल अब बाबालाई है ल राख हृदय त कति मेहनत गरेको है आज रोकिनु आज स्पेशल डे हो बाबाको बाबा र मम्माको अघि तिमी सुतेको बेलामा दादाले के गिफ्ट पेन्टिङ पिक्चरहरू बनाइसक्यो कस्तो राखेको है हेरौँ त कसरी वाह ल तर पेसेन्स चाहिँ छ तिमीसँग है यहाँ हेर त जुजु स्ट्रबेरी देख्ने बित्तिकै हेर खान मन लागेको होकिन कस्तो वेज छन् पर्फेक्ट देखे कस्तो मिठो पनि देखे है भए जस्तो छ है अब चाहिँ खै मम्माले नि हेल्प गरिदिन्छ यसरी राख्नलाई हामी यहाँ रेडी पार्दैछौँ हस्बेन्ड आउने बेला भयो होला हामी खानासाना पकाएर खाना चाहिँ बाँकी छ यो के स्ट्रबेरीमा के भन्छ यो नुटेला हालेर बिस्कुटमा हाल्यौँ अनि खाएर हस्बेन्ड आउँदाखेरि ठिक्क हुन्छ होला हजुर माइस गर्नलाई पह न पह हामी यो फ्रिजमा पहिला ल देऊ एउटा देऊ उसले देऊ माइस ल ल ल ल ल ल दिन्छु तिम्रो फेभरेटहरू थाहा छ दिन्छ सबै खाने सबैजना मिलेर हेर हृदयले यहाँ मेहनत गरेको कस्तो राम्रो भयो ल मम्माले गर्नुपर्ने ठाउँमा हृदयले गरे ल लास्टमा यहाँ ऐकिन भने एउटा खाऊ कि ऐको ओहो त्यस्तो हो नि यसो पहिला भर्ने रे अनि यहाँ बाँकी स्ट्रबेरी भयो भने तिमीलाई दिन्छ अरे ओके कति ज्ञानी दादा देख्यो टु मोर चाहिन्छ अरे अनि बाँकी भएको तिमी खाऊ है अब वान मोर अनि बाँकी भएको जुजुले खान्छ अरे ल ठुलोवाला ल ओहो ल हुन्छ पुग्यो होला है ल वाउ कस्तो राम्रो भयो ल अब नारे ल खाऊ अब यो बाँकी भएको तिमी पनि एउटा खाऊ न तिमी नै एउटा खाऊ न कस्तो टप निकाल्ने लास्ट दादाले चाहिँ तिमीलाई सबै बाँकी भएको खाऊ भनेर दियो तिमी चाहिँ हृदय हेर न वा अब फ्रिजमा हाल न जाउँ फ्रिजमा हाल्ने ल कस्तो ब्युटिफुल भएको हेर न एकजना ल दादाले एउटा स्ट्रबेरी खायो भनेर ल ल ल ल मम्माले दिएको मम्माले अहिले यो पनि सबै दिन्छ अहिले लाएर ल हालेर राख्यो बन्द गर हामी रेडी पनि भइसक्यौँ हेर्नु त यहाँ यो फ्लावर होइन अनि यहाँ हृदय चाहिँ हेर्नु न यहाँ अगाडि खोइ हृदय देखाउ त यो माथिबाट के भन्छ सावर गर्ने होइन सावर गर्ने जुजुले चाहिँ के दिने जुजुले चाहिँ के गर्ने जुजुले चाहिँ के गर्छ जुजुले पनि फ्लावर दिने हो यहाँ यस्तो भयो हाम्रो लाइट पनि यहाँ खोइ लाइट नै बल्दैन खोइ के भएको आज ब्याट्री चार्ज छैन जस्तो छ है न अहिले होइन पुग्दैन फेरि अहिले बाबालाई अनि यहाँ हेर्नु न हृदयले यहाँ आज हृदयको यहाँ बाबा मम्मालाई ह्याप्पी भ्यालेन्टाइन्स डे हजुर सो हाम्रो त्यस्तो स्पेसल अरूको जस्तो त्यस्तो केही पनि छैन तर फ्यामिली म्याटर्स भनेको जस्तै हो क्या हाम्रो रमाइलो फ्यामिलीमै गर्ने त हो नि होइन हो कि न दाजु तिमी पनि त्यस्तो बसेको छ हो यस्तो हो यसरी फ्लावर लिएर बस्नुपर्छ फ्लावर लिएर आउँछु एउटा खुट्टा टिक्ने हो यस्तो अनि फ्लावर दिने बाबालाई यसरी Happy Valentine's Day! Happy Valentine's
यसरी 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 ह्याप्पी भ्यालेन्टाइन्स डे भने होइन पापा ह्याप्पी भ्यालेन्टाइन्स डे यस्तो गर्ने भनेको होइन तिमीले केक बनाएको यहाँ हेर हृदयले यहाँ हेर पहिल्यै खाना लगाएर रहेछ यो हेर सबै हृदयले गरेको है भ्यालेन्टाइन डेमा गरेको बाबाले म र बाबालाई ह्याप्पी भ्यालेन्टाइन डे रे उसले गर्ने रे यहाँ बस्छ भने बाबा यहाँ बाबा त उल्टो भयो नि के नि के छ अरे पहिले यो देखाउ न यहाँ तिमीले बनाएको यो पहिला ह्याप्पी भ्यालेन्टाइन्स डे रे के छ गिफ्ट बनाइदिएको देखाउ त चाहिँ बियर बाहिर नि चाहिँ बाहिर नि खोइ मैले नि देखाएको थिइनँ अघि उसले खाना पकाउँदै गर्दाखेरि उसले बनाएको के यो ममाको होला नि ममा लेखिरहेको छ बाबा लेखेको बाबा लेखेको छ बाबाकै होला नि त त्यसो भए मामाको यहाँ छ न खै ममाको यहाँ वा यो पनि मामा यो के नि बोट यो बोट यो के नि यो तिमीलाई हो बाबा यहाँ पिक्स छ फ्लावर बनाएको अनि यो दुबै फ्लावर फिश खै बाबा हेरौँ त अनि बाबा अनि यो कपी दुबै छ नि ममा यहाँ हेर न स्पेलिङ फेरि बाबा र मामालाई यहाँ बाबा हेर स्पेलिङ IAILOV लभ यु बी उल्टो बाबा कुनैमा राइट लेखाएको छ कुनैमा हेर उल्टो गरेको छ अरे शिव यो एआई चाहिँ पोर्चुगिज भएर चाहिँ नि एआई लेख्नु बानी भएकोलाई एआई टेङ्गु के भन्छ हो जुजुलाई के दियो ल खाउ न त हृदय खाउ ल चीयर्स ल चेयर्स सबैजना चेयर्स साँच्चै खै चीयर्स ल चेयर्स उसले खाइसक्यो अघि नै त्यही भन्नु अघि बनाउँदाखेरि नै चेयर्स खै माया खाइ सबैलाई Happy Valentine's Day बाबा कस्तो मिठो है जुजु नखोला धेरै ए छ यहाँ छ किमान मागो ह्याप्पी भ्यालेन्टाइन्स डे खै जुलाईमा ह्याप्पी भ्यालेन्टाइन्स डे ममा बाबा रे अनि यहाँभित्र चाहिँ उसले यहाँ बाबालाई यस्तो गिफ्ट आई लभ यु लेखेको पनि पढेन तिमीले आई लभ यु लेखेको छ यहाँ पोर्चुगिज पढ्ने भएर यहाँ हेर्नु है आईको स्पेलिङ एआई छ यहाँ आई लभ यु बाबा भनेर लेखेको छ यहाँ अनि भित्र चाहिँ नि यस्तो लभ टेडी बनाइदिएको छ कति क्युट होला टेडी अनि ममालाई चाहिँ के दिएको छ अरे यता आउन यो चाहिँ मलाई यो के हो अरे फ्लावर भास यो नि फ्लावर राखिदिएको छ पर्पल मेरो फेभरेट कलर भएर पर्पल न त रेड राख्नुपर्ने यहाँ पर्पल राखिदिएको छ हेर अनि अर्को खै यो के हो नि त बोट ममालाई हो यो चाहिँ बोट बनाइदिएको रे बोट अनि तिमी स्टाइल प्लेनमा बस्नु मन कि ममतेमा एरोप्लेनमा ठिक है यो चाहिँ के नि बुक जस्तो हेर नि बुक जस्तो हजुर ममा एन्ड बाबा भनेर यसमा पनि हातले यहाँ हेर्नु न घडी बनाइदिएको रे बाबालाई गिफ्ट भनेर यहाँ घडी खोइ घडी कलर चाहिँ गरेको छैन तर वाच बनाइदिएको छ यहाँ हेर्नु न बाबा लगाऊ घडी ल बाई पनि ल्याए ठुलो भयो बाबालाई ठुलो भयो अनि यहाँ हेर्नु यहाँ जुस पनि राखिदिएको छ चियर्स गरेर खाने भनेर जुस हालिदिएको छ एकजना चाहिँ आज न स्ट्रबेरी चियर्स गरेर अघि नै बनाउँदाखेरि नै खाएको है स्ट्रबेरी खायो जुस पनि यहाँ हामी खानुभन्दा अगाडि नै खाएर चियर्स पनि गर्नु पर्दैन है आज जुस आफ्नै टालमा छ आज स्ट्रबेरी आएर त जुस यो
हालेको खाएर हेर्छौ ल ल बाबा एउटा अझै खाउन अब लास्ट एउटा खाउन न एउटा खाउन न कस्तो मिठो है त्यही त यहाँ आऊ न मैले नि प्लान गरेको हो नि फर्स्ट टाइम खाएको मम्माले यो मम्माले फर्स्ट टाइम खाएको स्ट्रबेरीमा के भन्छ यस्तो के हो हेलो 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 खै त छोरा ह्यापी भ्यालेन्टाइन्स डे भन्थ्यो ह्यापी भ्यालेन्टाइन्स डे भन्न माया गर्थ्यो के अरे ह्यापी भ्यालेन्टाइन्स डे एभ्रिवान भन्थ्यो एभ्रिवान माया पनि यस्तो रे अब यहाँ मम्मालाई होइन यहाँ यस्तो गर्ने ढिला भए पनि ह्यापी भ्यालेन्टाइन्स डे टु एभ्रिवान है त तिमीले पनि फर्स्ट टाइम है स्ट्रबेरीमा फर्स्ट टाइम भयो नि नुटेला हालेर खाएको यस्तो दामी रहेछ फर्स्ट टाइम खाएको है यो उसमा चाहिँ देखाएको थिएँ मैले बाबा यो एकदम रोमान्टिक बनाउनलाई यस्तो राख्छ नि टिभीमा चाहिँ देखाएको थियो रियल लाइफमा पनि कहिले पनि खाएको छैन आज खाएको बेस्ट आइडिया रहेछ है कस्तो मिठो हुँदो रहेछ दामी है मिठो भयो हस्बेन्ड चाहिँ एकदम अनरोमान्टिक हो क्या अनरोमान्टिक है यस्तो गर्दा नि हेर्नु न यहाँ आउने बित्तिकै मोबाइल चलाएर बसिरहेको छ यहाँ पछाडि अनि पर्फेक्ट सरप्राइज भयो नि है बाबा अनरोमान्टिक है भएन सरप्राइज है भयो बाबा सरप्राइज हाउस सफा गरेर राखेर सरप्राइज भयो यो वाला सरप्राइज होइन हाउस सफा गरेर राखेको सरप्राइज भएर हेर्नु न यहाँ आज क्लिन जुजुको गर्लफ्रेन्ड छ को हो गर्लफ्रेन्ड तिम्रो को हो गर्लफ्रेन्ड भनिदियो ल ममा हो थ्याङ्क यू ल थ्याङ्क यू गर्लफ्रेन्ड गर्ल प्लस फ्रेन्ड गर्लफ्रेन्ड त अनि ल अघि अघि दुवैजना पछाडि आएर हगी गर ल हगी ल पछाडिबाट हगी गर हो नि मामा गर्ल प्लस फ्रेन्ड गर्लफ्रेन्ड मामा गर्ल भयो अनि फ्रेन्ड पनि हो गर्लफ्रेन्ड भयो ल ल पछाडिबाट हृदय पनि हगी गर पछाडिबाट जुजु पनि हगी के ए डान्स गर्ने रे बाबा म्युजिक बजाउने ऊ त्यो लाइट बाल्न खोजेको लाइट नै नभएर ऊ त्यो लाइट बाल्ने भनेको प्लान नै फेल भयो नि नत्र त्यो लाइट बालेर बस्न लाग्यो ऊ त्यो पछाडिको हेर त बाबा डान्स गर्ने रे कानमा खुसुक्क आएर भनेको यो लाइट बालेर डिस्को लाइट बालेर डान्स गर्नु पर्यो अरे जुजुलाई अब के डान्स गर्ने ल I like the moment. कुन डान्स गर्ने त्यसमा चार्ज त छैन जस्तो बाबा डान्स गर्नु पर्यो अरे यहाँ हेर्नु त यहाँ ल डान्सिङ क्राब आयो ल आयो ल जुजु
हेरौँ त आउ न प्लिज एकचोटि हेरौँ तिम्रो फेस ओ माई गड पसिना हेर पसिना हेर न तिम्रो ल हेर पसिना चाहिँ ओ माई गड डान्स गरेर पसिना आएको डिस्को लाइटमा डान्स पनि गऱ्यो है पसिना हेर नि यहाँ पसिना से जुजुको कति पसिना गयो हेरौँ त कति पसिना जुजुको चाहिँ धेरै आएन अलिअलि आयो ममाको नि अलिअलि आयो हृदय सबभन्दा धेरै नाच्ने है कति खतरा डान्स गर्यो त हृदय तिमी कहाँबाट जुजुको बाटी पनि खतरा हाम्रो भ्यालेन्टाइन्स डे यस्तै भयो डान्स पनि गर्यो स्ट्रबेरी सिम्पलवाला स्ट्रबेरीमा चक्लेट राखेर खायो मेरो हस्बेन्ड पनि एकदम अनरोमान्टिक छ तर मेरो छोराहरूले एकदम रमाइलो गरायो हो नि स्ट्रबेरी खायो यहाँ राम्रोसित भन न के खायो अरे बाबालाई दिनु अगाडि नै स्ट्रबेरी खायो जुस खायो है अब राति आइप्याड हेर्नुहुन्छ तिमीलाई है सुत्ने टाइममा ढिला भइसक्यो सो हाम्रो आजको दिन आजको हाम्रो भ्यालेन्टाइन डे हृदयले गर्दा एकदम स्पेसल भयो है आजको हाम्रो ब्लग कस्तो लाग्यो तपाईँहरूले कमेन्ट पनि गरिदिनु होला सब्सक्राइब लाइक गर्न पनि नबिर्सनु होला भन्दै आजलाई के हो आजलाई थ्याङ्क यू फर वाचिङ बाई गर्दै थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट ब्लग है त जो बाई गर्दै माया पनि आहा सी यू नेक्स्ट